मलाई देखेर तपाईँको बुढा विदेश हो भन्नुहुन्छ। विदेश छैन क्या, मेरो बुढो बुढै हुनुहुन्छ। किनभने दुईटा परिवार हो, जेठीबडीको छोरीहरू छन्, ठुल्ठुलो बिहे गरिसकिहाले, बिहे गर्दा ऋण तिर्नु परिहाल्यो, ऋण बिहे गरेर ऋण लागिहाल्छ, जग्गा बेचेर दिनु परिहाल्यो साउ। अनि म चाहिँ कान्छी हो, उनको श्रीमती बितेर अनि मलाई बिहे अनि म पढेको चाहिँ बाउ एउटा हो। हामीहरूको त छैन। अब बुढो कहाँ जानु, अब 60 वर्ष पुगे बुढो कहाँ जानुहुन्छ कमाइ गर्न? म झन् कहाँ जानु, 40 वर्ष भइहाल्यो। यहाँ दिदीकोमा आउनुपर्ने हुन्छ। सिकुटी पनि छ यहाँनिर, सिकुटी पाउँछ, माछा पनि पाउँछ नि दिदी? पाउँछ। हो पाउँछ, माछा पाउँछ। अरू खाजाहरू के पाउँछ भनिदिनु पर्यो। यहाँ मैले भटमासहरू पाउँछ, अनि खाना लोकल खाना, लोकल कुखुरा जे होस् तपाईँले सोधेर सबै पाउँछ। यहाँ दिदीकोमा आएर खानुपर्ने हुन्छ तपाईँले। ल दामी ठाउँमा आइयो। अब यहाँबाट रानी मौरी आइपुग्यो। यहाँबाट अब बर्दिवास पुग्न कति किलोमिटर छ त्यो पनि थाहा छैन, भन्दा पनि 10-15 किलोमिटरको आसपासमा हामी बर्दिवास पुग्छौँ। अब हामी चाहिँ खाजा यहीँ खान्छौँ। अब यहीँ खाजा खान आउने हजुर। यहाँ पहिले यहाँ मुनि पुगेर आउने ठाउँ बाटो छैन, यही बाटो हो। ए यता मदन भण्डारी राजमार्गबाट झापा, खुजुनाबारी, दानाबारी, धरान जाने बाटो, यो चाहिँ काठमाडौँ जाने बाटो हो होइन, सिन्धुली हुँदै जाने बाटो हो। अनि तपाईँहरूले खाजा चाहिँ कहाँ खानुपर्ने भने ट्याक्कै यो मन्दिरको गेट छ, यहाँ गेटबाट उकालो लाग्ने बाटो छ। उकालो लाग्ने बाटोबाट तपाईँहरू यहाँ आउनु अनि खाजा दामी स्पेसल देख्दाखेरि सामान्य देख्नुहुन्छ। यहाँनिर धेरै स्पेसल खानाहरू बनिन्छ। खोला यहीँ मुनि छ, कमलामाई। यहाँ मन्दिर पनि उहाँ छ। अनि तपाईँहरू आउनुपर्ने हुन्छ ट्याक्कै यहाँ आएर यहाँ दिदीकोमा आउनुपर्ने हुन्छ। सिकुटी पनि छ यहाँनिर, सिकुटी पाउँछ, माछा पनि पाउँछ नि दिदी? पाउँछ। हो पाउँछ, माछा पाउँछ। अरू खाजाहरू के पाउँछ भनिदिनु पर्यो। यहाँ मैले भटमासहरू पाउँछ, अनि खाना लोकल खाना, लोकल कुखुरा जे होस् तपाईँले सोधेर सबै पाउँछ। यहाँ दिदीकोमा आएर खानुपर्ने हुन्छ तपाईँले। ल यहाँनिर आउनुहोस्। खाजाहरू अरू चाउचाउहरू खाने भने पनि पाउँछ। चिया खाने भने पाउँछ। चिया पनि पाउँछ, चिया पनि पाउँछ। चिया पनि खाएर जाउँ एक एउटा, चिया खाएर जाउँ अनि एकैचोटि सिन्धुली गेटै पुगौँ न त। सिन्धुली कटौँ न त ल लु बनाइदिनु। लु अब चिया खाएपछि एकैचोटि सिन्धुली कट। लु 20 रुपियाँमा सस्तो, हाम्रो झापामा जस्तै मिठो चिया पकाएर, गुलियो चिया पकाएर। तपाईँ झापाको बारेमा त थाहा होला नि दिदी, समाचारमा सुन्छ नि होइन। यहाँ छ अर्ग्यानिक तरिकाले पकाउनुहुन्छ, जे भन्ने आफ्नै घरमा पाएको चिज हो। यहाँ हुन्छ। नानी सानो हुँदो रहेछ, भित्र सुतिराख्नु भएको रहेछ। सानो बाबु हुन्छ। कति वर्ष पुग्नुभयो बाबु दिदी? 8 महिना। 8 महिनाको नानी छ। अनि हामी आएको छौँ यहाँनिर, दर्शकबिनहरू देख्न सक्नुहुन्छ। तपाईँहरूले खाजा अनिवार्य यहीँ आएर खानुपर्ने हुन्छ। अरू कुरा म जान्दिनँ, अरू कुरा त म त्यो जान्दिनँ। खाजा खाने ठाउँ तपाईँहरूको यो गेटको पहिलो सिधै यहाँ आउँदैछ। त्यहाँ ढुङ्गा छ ठुलो, यहाँ माथि चौतारा छ। चौतारादेखि यता मुनिको घरमा खानुपर्ने हुन्छ तपाईँले खाजा। यहाँ बाहिर बसेर खानुहुँदा पनि भयो, घामको मनोरञ्जन लिने भने यहाँ बसेर खाने हो, होइन भने भित्रै बस्ने पनि अलिअलि वार्ता पनि मिल्छ। बाहिर बसेर खाँदा पनि हुन्छ। यहाँ पनि छ बस्ने ठाउँ। तपाईँहरू यो दिदीहरूकोमा आएर खाजा खानुपर्ने भयो। यहीँ आएर खाना खानुपर्ने हुन्छ, खाजा खानुपर्ने हुन्छ। यहाँ अरू किरानाको आइटम पनि पाउँछ खाजा खान। यदि तपाईँहरूले बोकेर आउनुभएको छ भने अन्डाहरू पनि पाउँछ। यहाँ अरू किरानाको आइटम, स्याम्पू, नुहाउने, यता फ्रिज सबै थोक छ। यहाँ आएर खानुपर्ने हुन्छ तपाईँहरूले। मिठो खालको चिया पनि बनाइसक्नु भयो हाम्रो दिदीले चाहिँ हेर्दै। मिठो छ। बिस्कुट पनि मिठो छ। पानी नपरेको मुखमा हिजो बेलुकादेखि अनि मिठो हुँदैन। मिठो छ। हाम्रो कति भयो? 250। पैसा छोडिदिनु जाम। अब यो त उठ भन्नु नि, उठ्नु पर्यो तपाईँहरू यहाँबाट। यो यहाँ आइपुग्छ होला नि त मदन भण्डारी राजमार्ग नि। यहाँ एउटा पुल बनिन्छ होला नि त, अर्को के बनिन्छ अरे? उठ भन्नु भने उठ्नु तपाईँहरूले नै अरू व्यवस्थापन गरिदिनुहुन्छ होला तपाईँहरूलाई। अब के गर्छौँ त्यही गर्दै बसौँ न। अब गर्दैन के मर्नु भयो अब हो र। कति यो पसल गर्दा 30 वर्ष भइसक्यो। अब अनि व्यवसाय अनि के गर्नुहुन्छ अब चाहिँ? के गर्नु, केही न केही उपाय छैन। अलिअलि खेती छ, त्यही खेती गर खायो, छैन।
ठिक छ हाम्रोतिर हेरिकन त मलाई त कस्तो उराट लाग्यो क्या यता त होइन ठिकै छ यहाँको पनि राम्रै छ कि माटो त्यस्तो लागेर होइन मलाई देखेर तपाईँको बुढा विदेश हो भन्नुहुन्छ विदेश होइन क्या मेरो बुढो बुढै हुनुहुन्छ किनभने दुईटा परिवार हो जेठीबडीको छोरीहरू छन् ठुल्ठुलो बिहे गरिसकिहाले बिहे गर्दा ऋण तिर्नु परिहाल्यो ऋण बिहे गरेर ऋण लागिहाल्छ जग्गा बेचेर दिनु परिहाल्यो साउ अनि म त्यो कान्छे उनको श्रीमती बितेर अनि मलाई बिहे अनि म पढेँ चाहिँ बाबु एउटा हो ए हामीहरूको त छैन अब बुढो कहाँ जानु अब 60 वर्ष पुगे बुढो कहाँ जानुहुन्छ कमाइ गर्न म झन् कहाँ जानु 40 वर्ष भइहाल्यो अब 10-15 वर्ष चाहिँ दुःख सुख छोरा यहाँ तपाईँहरूलाई सार्दाखेरि तपाईँको लागि व्यवस्थापन केही हुन्छ अब ल भए राम्रो थियो अब हामी त यतिकै भयो ल आफ्नो एउटा बाबु छ त्यसलाई यसो होइन पढ्ने लेख्ने त कपी किताब त किन्ने पुगिरहेको छ नि त अहिले नानी छ निदाइसकेला नानी त होइन छैन नि राखेन बाबासँग ए ए अङ्कल हुनुहुन्छ ए दाइ हुनुहुन्छ कता हुनुहुन्छ खोइ त ऊ त्यो हुनु अलिक जानु हेलो नानी यी बुहारा हेलो 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 हात मिलाउ न हात देऊ न हात ल्याऊ अम्मै तपाईँको छोरा ज्याङ्गे रहेछ नि त हेलो 8 महिना भयो अरे नि हेलो ऊ त मान्छे त आउनु खोज्दैछन् मतिर आऊ आऊ आउनु आउनु आमै आउनु खोज्दैछन् केही छैन मसँग के दिनु तिमीलाई गिफ्ट मनिष भाइ पैसा चाहियो अलिकति अनि कसरी हुन्छ तपाईँहरू यो गेटदेखि यही पसलमा सबैभन्दा पुरानो पसलमा आएर खानुपर्ने हुन्छ बच्चालाई पढाउनु पर्ने छ अरे उहाँहरूलाई चाहिँ सडकले पनि निकाल्ने चान्स धेरै रहेछ यहाँबाट यो चाहिँ विशेष भिडियो अब साँच्चैको यो सडक बनाउने ठेकदारको हातमा पुगेको छ भने उहाँहरूलाई राम्रो व्यवस्थापन गरिदिनुहुन्छ होला भन्ने आश पनि छ उहाँलाई गरिदिनु पर्ने हुन्छ किनभने उहाँको बिजोग स्थिति छ नानी पनि छन् अरू कुरा जान्दिनँ म उहाँलाई व्यवस्थापन हुनु पर्यो